ल है आफूले खाएको थाल आफैले मान्ने होइन। थाल खाइन्छ कि भात खाइन्छ? फेरि थालै खाएको भए माझ्ने चाहिँ कसरी? कसैले बोलाएको सुनेनौ भने हामीले के भन्छौ थाहा छ? यसले त कानै सुन्दैन। होइन, कान नसुन्ने कि कानले नसुन्ने? बाटोमा हिँड्दा लडेर चोट लाग्यो भने आँखा हेरेर हिँड्न पर्छ नि। आँखा हेरेर हिँड्ने कि आँखाले हेरेर हिँड्ने? आँखा हेरेर हिँड्ने कि बाटो हेरेर हिँड्ने? आँखै हेरेर हिँड्ने हो भने त एउटा ऐना पनि सँगसँगै लिएर हिँड्नु पर्यो। आँखा हेरेर हिँड्यो। पोहोर किनेको जुत्ता कति छिटो सानो भएछ? जुत्ता सानो भएको हो कि खुट्टा ठुलो भएको? होइन, यसले त मुखै धोको रहेनछ कि क्या हो? आँखामा त चिप्रा छ। आँखामा भएको चिप्रा मुख धोएर जान्छ? आँखा धोपो भन्नु पर्यो, मुख धोएर आरे। ओहो, जाडो छ, तातो पानी तताएर नुहाउनु पर्यो। तातै पानी त किन तताउनु पर्यो? चिसो पो तताउने हो। कहिलेकाहीँ छुट्टी भएर घर बस्यो, आज स्कुल छैन हो तिम्रो? अरे स्कुल पनि आज हुने भोलि नहुने हुन्छ, पढाइ पो हुन नहुन सक्छ। धेरैले सोध्ने अर्को प्रश्न, यो बाटो कहाँ जान्छ हो दाजु? बाटो नै कहीँ जाने भए हामी किन हिँड्नु पर्यो? किन गाडी चढ्नु पर्यो? साँच्चै यस्तै अरू कुरा पनि तपाईलाई थाहा छ? थाहा छ भने कमेन्ट गर्नुस् ल। अनि मेरो भिडियो हेरेर च्यानललाई फलो गर्नु भएकोमा थ्यांक यू।